गाइस हामी चाहिँ अहिले जाँदैछौँ प्रकाश दादाहरूकोमा अनि प्रकाश विराजहरूकोमा जाँदैछौँ। आज चाहिँ त्यहाँनिर आमा बुवा मम्मी हुनुहुन्छ अनि सबैजना साथीहरू हेरेर हिँडेको यस्तो गर्नु हुन्छ पसिनाले मेरो अनुहार सबै बिगारिदिएको छ होइन। तर यहाँ घामले केही देखेको पनि छैन होला अन्धकार देखिरहेको छ होला। यहाँ बाबा मम्मी पछाडि हुनुहुन्छ अनि म यहाँ छु गाइस। अब हामी चाहिँ हिँडेको घरबाट भर्खर हिँडिन्थ्यो हाम्रो बाबु पछाडि देखेको चाहिँ हेर्दै गर्नु होला। त अब एकैचोटि काहीँ रोक्यौँ भने रोक्यौँ न त भनेको फेरि घर पुगेर नै देखाउँछु ल। यहाँ चाहिँ मम्मी खानेकुराहरू हेर्दै हुन्छ। यो हो हाम्रो गाउँको केवुरेको डिपार्टमेन्ट जस्तै भनौँ न सानो। मैले चाहिँ अरू खानेकुराहरू किन्नुभयो म चाहिँ यो खाना टेको धेरै गरम भयो त्यही भएर कतै मिठो हुन्छ मलाई कति लाग्छ यो। मैले बाबालाई पनि दिएँ बाबाले पनि कस्तो भयो कस्तो मिठो हुन्छ नि कस्तो मिठो लाग्छ मलाई यो दुध फ्लेभर हो मिल्कको अनि कफी क्या कोल्ड कफी मिठो हुन्छ एकदम धेरै। त्यहीबाट हिँडेको है गाइस। अब हामी चाहिँ बाटो चाहिँ एकदम खराब रहेछ यस्तो बाटोबाट आयौँ हामी। अब फेरि यस्तै बाटोबाट जानुपर्ने छ अनि हामी चाहिँ उत्रेको गाइस। कस्तो यस्तो बाटो रहेछ हो म कस्तो गाह्रो नि यस्तो बाटोबाट जाँदैछु। यो चाहिँ कमल फुल हो सबैले भन्छ हाम्रो कमल फुल हो यो काटेर जानुपर्छ है। अब चाहिँ आउन आँट्यो कि बा होइन अझै छ तर कस्तो राम्रो चाहिँ आइपुग्यौँ फाइनली प्रकाश दादाहरूकोमा। नमस्कार आमा। मेरो याद आएको थिएन आउँथ्यो ए तपाईँलाई मेरो याद कति आएको थियो आमा? मेरो याद कति आएको थियो तपाईँलाई? धेरै आएको थियो अनि मलाई फोन गर्नु भएन त? मलाई फोन गर्नु भएन त? अनि याद आएको थियो भने मलाई फोन गर्नु पर्दैन? कोक मिठो छ आमा? मिठो छ कोक? मिठो छ कोक? यो मिठो छ यो मिठो छ खानु त एकचोटि लु। आज कोक खाएछु मैले। अब हामी चाहिँ खाना आँटेको पानी एकदम धेरै परिरहेको छ यहाँ चाहिँ अहिले। यहाँ चाहिँ मम्मी चिया पकाउँदै हुनुहुन्छ अनि उता चाहिँ सबैजना गफ गर्दै हुनुहुन्छ। एकदम ठुलो पानी परिरहेको छ अनि हामी चाहिँ अब तातो तातो चिया खाने मिठो। यहाँ चाहिँ दुध छ यहाँ चिया छ हामी चिया खाने। अब म आएर कस्तो हुँदैछ तपाईँलाई? खुसी लाग्यो म आएर यो चिया लगाएर दिन्छु म चाहिँ। मम्मी यहाँ काम गर्दै हुन्छ मलाई यहाँ पोखाइदियो नि त मैले बिगार गरिदिएँ नि त। गाउँमा खाना आँटेको चाउचाउ तयारी चाउचाउ दिदीका घरमा आएर तयारी चाउचाउ फुकै के भयो त मलाई यत्तिकै मिठो लाग्छ नि त। अनि अब मैले खाना आँटेको हामीले अहिले यति धेरै टिकटक बनायौँ नि मम्मी धेरै टिकटक बनायौँ मजा आयो। राम राम यहाँ चराको गुड हेर्न सक्नुहुन्छ यो एउटा नरिवलको बोटमा राम 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 सबैतिर क्या। यहाँ पनि चराको गुड यहाँ पनि चराको गुड यहाँ पनि चराको गुड यहाँ पनि चराको गुड यहाँ त कति धेरै चराको गुडै गुड रहेछ होइन कति धेरै हो राम राम। हेर चराहरू कति धेरै कराएको। बुवा बाई आमा बाई बाई आमा हुन्छ जाउँ लु। मम्मी बाई मम्मी बस्नु हामी अब जान आँटेको बस्नु। अलि अगाडि बस्नु। आमा आउनु भएछ पुऱ्याउन आउनु भएको आमा ल ल बाई बाई बुवा। हामी चाहिँ उहाँबाट हिँडिसक्यौँ होइन अनि अब हामी घर पुग्छौँ अनि त्यस पछाडि अब घर जाने। यहाँबाट ठुलो धोको थियो सबैभन्दा
सबैभन्दा धेरै ठुलो धोका चाहिँ मामुको थियो होइन, त्यो चाहिँ पुरा भयो होइन मम्मी, पुरा भयो। अनि अब आजको भ्लग चाहिँ म यहीँनिर इन्ड गर्न चाहन्छु। बाई गाइज।